बाइकको साउन्ड चेक गर्नु ल। गुड मर्निङ हजुर, न्यू डे न्यू भ्लग। आज हामी जाँदैछौँ रोयल इनफिल्डको राइडमा। त्यो सर्ट राइड छ एउटा है। आजको राइड चाहिँ कोटेश्वर सोरुमबाट बोसन डाँडा यता तौदा साइडतिर छ। भाइ र म जान्छौँ। भाइ अघिदेखि रेडी भएर अब हामी निस्कियौँ। अब कति बजिसक्यो, 4:30मा त्यहाँबाट हिँड्ने भने हो। के अरे बजिसक्यो 4:30 बज्ला है। अब ठिक हुन्छ, हामी कोटेश्वर पुग्नु पऱ्यो नि त। सिउ हामी आइपुगिसक्यौँ। यहाँ राइडरहरू आएको चाहिँ रहेनछ। ठ्याक्क एकैछिन कुर्नु पऱ्यो। लुक एट दिस स्क्रैम 440। अलिकति अगाडि 1 हप्ता जति भयो होला यो लन्च भएको। हिमालयन चाहिँ नरहेछ, अरू त त्यही हो। अब हन्टर भइहाल्यो। स्क्रैम्बलर टाइपमा चाहिँ राम्रै हो, तर मलाई चाहिँ मन परेन है यो क्लासिक। आम्मामा कस्तो फोर गरेर टेस्टेड होइन होला। यो स्क्रैम 440 भइहाल्यो। कलर डिफ्रेन्ट रहेछ यो। यसको साउन्ड सुन्नु चाहिँ म लाउड चाहिँ छैन, तर 440 भनेपछि पावर चाहिँ खतरा होला। अब टेस्ट राइड अहिले भ्याउँदैन भ्याइन्न, पछि गरमला गरे पनि। एउटा ज्याकेट चाहिँ मलाई चाहिरहेको थियो। कस्तो हेभी आम्माम, यस्तो हेभी हुन्छ यार, मलाई थाहै थिएन। प्राइस पनि हेभी नै रहेछ। झन् चाहिँ 30,500 गएको छ। यो सिम्पल 17,000 को छ। एउटा चाहिएर आएको हो है। एउटा राख्नुपर्ने चाहिँ 23,000। जोस् अन्डर 20,000मा राम्रै आउन सक्छ बाहिर आफ्टर मार्केट चाहिँ। यो चाहिँ सबै रोयल इनफिल्डै भएको भएर होला, अलिकति एक्सपेन्सिभ नै छ। यसको सस्पेन्सन नि राम्रो वर्क गरिरहेछ। अगाडि चाहिँ छैन, पछाडिको चाहिँ स्प्रिङ रहेछ। अनि टायर घुरिरहेछ। नाइस, पर्फेक्ट भनेर। ग्लोभ्सहरू छ, ट्याङ्की रहेछ। राइडिङ बुट 1 पेयर 36,000। नाइस। नमस्ते सबैजना। सबैलाई पहिले सर्वप्रथम एक्सट्रिमली थ्याङ्क यू। हामीलाई आफ्नो लिमिटहरू पुस्ट गरेर एउटा फ्रेन्डली राइड गरेर राम्रो सब रोयल इनफिल्ड रोक्यो क्या हो। हमको तो प्रॉब्लम ही नहीं है, हामीलाई त के इस्यु हो। ल बस्यो कति अब बाइकको साउन्ड चेक गर्नु ल। ट्राफिकले रोकेर बसेछौँ। अब यहाँ धेरै खिच्नु मिल्दैन रहेछ, करारै छ। अब यो कहाँ हो यार, 7 बाटोमा रहेछ। खिच्यो कि कराइहाल्छ। अब हाम्रो त बाइक केही छैन, अब धेरैको मोडिफाइड छ, समात्दैछन्, कारवाही हुँदैछ। स्टे ट्युन्ड है त, आजको राइड सक्सेस हुन्छ कि हुँदैन। ल हामी हिँड्यौँ हिँड्यौँ।
अहिले कहाँ रोक्यौँ होइन यो उपिल्यान्ड साइडतिर आइपुग्यौँ अब एकछिन भएर छ अनि निस्किन्छौँ दामी राइड भयो दुईजना थियौँ है अब तर वर्दी छ ठाउँ चाहिँ यस्तो टाढामा छ अगाडिमा देखिए चाहिँ छैन होला हो राम डेन्जर देखिहाल्नु भयो होला अब एकछिन रमाइलो हुन्छ अनि फर्किन्छौँ हामी हो यसमा देखिरहेको छ अलिअलि बरु फोनमा देखाउँदैन ग्रेट छ ग्रेट वर्थ उकालो इन्फिल्डर्स हाम्रो भाइहरू हामीहरू मिलेर चाहिँ एउटा एनिभर्सरी राइड हाम्रो काठमाडौँ इन्फिल्डर्सको सेकेन्ड एनिभर्सरी राइड गर्नु खोजेको थियौँ अलि 1 महिना जस्तो अगाडि त्यो जेन्जीको प्रोटेस्टले गर्दाखेरि अलिकति पोस्टपोन भएको थियो त्यो एनिभर्सरी प्लस त्यो अकेजन चाहिँ वर्ल्ड सुसाइड प्रिभेन्सन डे 2025 को अकेजनमा चाहिँ एउटा च्यारिटी राइड गर्नु खोजेको थियो कि हामीले त्यो चाहिँ अलि अगाडि थियो डेट मैले बिर्सेँ है सेप्टेम्बरमा थियो जस्तो लाग्छ सेप्टेम्बर 10-11 सेप्टेम्बरमा थियो 10 र 11 तारिक त्यो चाहिँ हाम्रो यो जेन्जी प्रोटेस्ट यताउता अब देशको माहौलले गर्दाखेरि हामीले गर्न सकेन तर अब चाहिँ अब त्यो अलिकति माहौल अलिक शान्त भएको भएर नेक्स्ट फ्राइडे यो कमिङ फ्राइडे र स्याटरडे हाम्रो नेपाली 14 र 15 गते हामी धादिङ बेसीको चाहिँ माथि एउटा त्यो भैरवी मन्दिर भन्ने ठाउँ छ त्यहाँनिर एउटा सरकारी स्कुलमा गएर हामीले कति 70-80 वटा जस्तो स्कुल ब्यागहरू त्यहाँको बच्चाहरूलाई स्कुल ब्यागहरू डोनेसन गर्दैछौँ अनि हामी चाहिँ 2 दिनको लागि राइड पनि जाँदैछौँ एउटा राइड प्लस च्यारिटी पनि होस् भनेर अब इफ समबडी इज इन्ट्रेस्टेड जानलाई इन्ट्रेस्टेड हुनुहुन्छ भने चाहिँ काठमाडौँ इन्फिल्डर्स भन्ने हाम्रो इन्स्टाग्राममा छ रेजिस्ट्रेसन कसैलाई केही जानु इन्ट्रेस्टेड छ भने त्यहाँ रेजिस्ट्रेसन गर्न सक्नुहुन्छ यो चाहिँ च्यारिटी पर्टिकुलरली भन्नुपर्दाखेरि काठमाडौँ इन्फिल्डर्सले चाहिँ प्रायः जस्तो च्यारिटी राइड नै गर्छ लास्ट इयरै भनौँ हामीले वर्ल्ड एउटा चाहिँ एन्टी ड्रग्स डेमा पनि गरेका थियौँ यता वीरगन्ज सिमरा पर्सातिर अब यो चाहिँ हाम्रो सेकेन्ड एनिभर्सरी राइडको लागि चाहिँ एउटा च्यारिटी गर्नु खोजेको थियो त्यो बेलामा पोस्टपोन भएर अब फेरि गर्दैछु यो 14 र 15 तारिक 14 र 15 नेपाली गते हो 14 र 15 नेपाली धादिङ बेसी हामी धादिङमा गएर 1 नाइट स्टे गर्छौँ फ्राइडे जान्छौँ 1 नाइट स्टे गर्छौँ च्यारिटी गर्छौँ त्यहाँ सबै गाविस वडाहरूसँग सबै समन्वय पनि भइसकेको छ त्यहाँ गएर एउटा च्यारिटी प्लस 1 नाइट रिफ्रेसमेन्ट अनि सेकेन्ड डे स्याटरडे चाहिँ हामी रिटर्न ब्याक हुन्छौँ कसैलाई केही इन्ट्रेस्ट छ रेजिस्ट्रेसन गर्न भने चाहिँ काठमाडौँ इन्फिल्डर्सको इन्स्टाग्राममा गएर यसो रेजिस्ट्रेसन गर्नुभयो हुन्छ थ्याङ्क यू भेरी मच यो चाहिँ 14 हो अरू त यहाँ अब संसार देखिरहेको छ यो बालाजी साइड भयो त यहाँबाट उयो स्काइवक होला यो अनि त्यो एयरपोर्ट होला अनि यताबाट अरू ललितपुर साइडको यता पनि देखिरहेको छ लाइटले छ यता 360 यतापट्टि गाउँ छ भनेपछि सबै लगभग सबै ठाउँ कभर गर्दो रहेछ यहाँ यो डाँडाले चाहिँ नाइस खानासाना खायो अब हामी निस्किन्छौँ चिसो छ है झर्दा त के खिच्छौँ होला र रिस्की छ त्यही खिच्छु म खिच्नु चाहिँ इन्जोय द राइड थ्याङ्क यू सो मच फर वाचिङ सी यू नेक्स्ट भिडियो दिस वाज आवर फर्स्ट राइड विथ रोयल इनफिल्ड रमाइलो पनि भयो फर्स्ट राइडमै ट्राफिकले पनि समात्यो यो राइडमा सबै कुरा इन्क्लुड भयो हिजोसम्म चाहिँ मलाई क्लासिक 350 एलिगेन्ट देखिन्छ मात्रै पोस्चरहरू मात्र डिफ्रेन्स लागिरहेको थियो तर आज आई फलन इन लभ विथ दिस बाइक यस्तो ठाडो उकालोमा हामी दुईजना म 80 केजी भाइ 90 केजी पर्फर्मेन्स वाज रियली गुड अब फेरि पनि नेक्स्ट राइड जोइन गर्नेछु थ्याङ्क यू अगेन सी यू नेक्स्ट भिडियो